नमस्कार, म ज्योति उपाध्याय लुइटेल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट। अघिल्ला भिडियोहरूमा मैले धेरै चाहिँ सचेतनाजनक इन्फर्मेसन्सहरू दिएँ। तपाईहरू कुनै पनि प्रलोभनमा नलाग्नुहोस् अथवा अरू जस्तो एजेन्ट्स, अनअथराइज एजेन्ट्सहरूले भनेका कुराहरूमा लागेर उनीहरूलाई धेरै पैसा नतिर्नुहोस् भनेर भने। त्यो भनेको एउटा सचेतना हो। त्यसभन्दाको अर्थ यो होइन कि तपाईहरू केही नगर्नुहोस्, चुप लागेर बस्नुहोस् भन्न खोजेको होइन। डेफिनेटली तपाईहरू यदि क्यानाडा आउन चाहनुहुन्छ भने बेसिक कुराहरू चाहिँ गर्नुहोस्। प्रोग्राम कुनै ओपन भए पनि नभए पनि कुनै पनि बेसिक रिक्वायरमेन्ट्सहरू तपाईले फुलफिल गर्नु भएको छैन भने अचानक प्रोग्राम ओपन हुँदाखेरि अप्लाई गर्न सक्ने सम्भावना रहँदैन। त्यो भएको हुनाले फर्स्ट अफ अल बेसिक कुराहरू के हो त भन्दाखेरि क्वालिफिकेसन्स तपाईहरुसँग छ। तपाईहरुले अब इम्प्रुभ गर्न पर्ने हुन सक्छ। ल्याङ्ग्वेज प्रोफिसिएन्सीहरू पढ्न पर्ने हुन सक्छ अथवा ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट दिन पर्ने हुन सक्छ। त्यो गर्नुस्। लगायत तपाईको अब तपाईले चाहिँ क्यानाडा भन्दा बाहिर पढ्नु भएका जति पनि क्वालिफिकेसन, एजुकेसन क्वालिफिकेसनहरू छन् त्यसलाई चाहिँ तपाईले क्यानेडियन इक्विभ्यालेन्सी गराउनु पर्यो, जसलाई हामी इसीए भन्ने गर्छौं। त्यो पनि बनाएर चाहिँ रेडी भएर बस्नु भयो भने तब मात्र तपाईले कुनै नयाँ प्रोग्राम खोल्दाखेरि तपाई त्यस प्रोग्राममा फिट हुनुहुन्छ भने तुरुन्त अप्लाई गर्न सक्नुहुन्छ। हैन भने प्रोग्राम खोलिसकेपछि चाहिँ प्रिपेयर गर्न गाह्रै हुन्छ। एटलिस्ट बेसिक रिक्वायरमेन्ट ल्याङ्ग्वेज प्रोफिसिएन्सी र इसीए यो दुईटा कुराहरू चाहिँ गरेर बस्नु भयो भने प्रोग्राम आउने बित्तिकै तपाईलाई त्यो प्रोग्रामको अपर्चुनिटिज ग्र्याब गर्नको लागि चाहिँ सजिलो हुन्छ।